बत्ती ठोक्छ म्यासला साप देखेर नि साप पनि रिगोटा लगाएर मर्यो यार सो वेलकम ब्याक छ हाम्रो शैलेन्द्र भ्लगमा हैन हामी शैले भाइ है वेलकम छ हाम्रो शैले भ्लगमा हामी चाहिँ अहिले माछा मार्नको लागि जाँदैछौँ हाम्रो केटाहरू आधाभन्दा आधा उता पुगिसक्यो हामी चाहिँ यहाँ 4-5 जना छौँ एकजना त्यहाँ अड्किरहेको छौँ यहाँ अहिले जुन अहिले क्यामराम्यान हुनुहुन्छ युट्युबरको ओनरै हुनुहुन्छ यहाँ हाम्रो त्यहाँ अगाडि गाह्रो छ है गाह्रो अगाडि चाहिँ उ त्यहाँ छ है हाम्रो केटाहरू यहाँबाट देख्न अगाडि छ यहाँबाट देख्न अलिक गाह्रो हुन्छ टच बोकेर यहाँ अलि अँध्यारोमा गाह्रै पर्छ अहिले चाहिँ बोलिरहेको मोबाइलको टच लिइरहनु पर्ने मगर युट्युबमा छ मेरो नाम यस्तो गोर्खालाई गेम खेलबाट आएको है सो हामी चाहिँ अहिले हाम्रो गाउँमा माछा मार्ने किनभने अब चुनावको पनि माहौल चल्दैछ अब बालन साले जितिसक्यो नो प्रब्लम हाम्रो प्रधानमन्त्री हुनु भइसक्यो PM बालन शाह टक्कसँगले अहिले चाहिँ हामी रातको लगभग अहिले 12 बजिरहेको छ होइन अनि रातको 12 बजे चाहिँ हामी माछा मार्नको लागि गइरहेको छौँ अनि अहिले चाहिँ हामी यो हाम्रो नहरको छेउमा हिँडिरहेको छौँ यो टक्कसँगले अँध्यारो भएको कारणले गर्दा चाहिँ यहाँ नहरहरू केही पनि देखेको छैन केटाहरू यहाँ मलाई टच बालिदिरहेको छ जुगाड कम्पनी गरिदिरहेको छ जुगाड कम्पनी गरिदिरहेको छ किनभने अब गोप्रोमा अब अँध्यारोमा नाइटहरूमा अब राम्रो आउँदैन नि त्यसमा लाइट नभइसके पछाडि त्यही भएर चाहिँ केटाहरूले मलाई भिडियो बनाउनको लागि पुरै सपोर्टिभ छ है केटाहरू चाहिँ एकदम सपोर्टिभ छ म जति पनि यहाँ माथिसम्म पुगेको छु सबै यो केटाहरूको धेरै नै ठुलो हात छ होइन यत्रो लामो लामो हात छ है फेरि यहाँ यत्रो लामो लामो हात छ त्यही भएर चाहिँ केटाहरूलाई चाहिँ म एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन किनभने केटाहरूले धेरै सपोर्ट गरेको छ र अगाडि धेरै हाम्रो आधीभन्दा पनि बढी मात्रामा हाम्रो केटाहरू चाहिँ अगाडि पुगिसकेका छौँ हामी चाहिँ यहाँ 4 जना मात्र छौँ है त अगाडि चाहिँ केटाहरू गयो होला 8-9 जना गयो होला किनभने अब थोरै मान्छे गएर काम छैन नि त राति 12 बजेको टाइममा होइन अलि रिक्स हुन्छ त्यही भएर चाहिँ हामी गुटुङटुङ जाँदैछौँ माछा मार्नको लागि माछा चाहिँ अब धेरै नै छ भन्ने कुरा सुनेको भएर चाहिँ हामी लाग्दैछौँ अहिले चाहिँ हामी यो नहरको पुलमा आइसक्यौँ हामीले चाहिँ अब यो पुल कट्नुपर्ने हुन्छ यो अन्धकारमा त्यस्तो खासै त्यस्तो बगल केही देखेको छैन यहाँ केटाहरू चाहिँ कुरेर बसिरहेको छ यहाँ पुलमा त्यहाँ केटाहरूतिर ल केटाहरू चाहिँ हाम्रो केटाहरू चाहिँ यहाँ छ है केटाहरू चाहिँ यहाँ छ केटाहरू चाहिँ यहाँ छ चिलमा जेसिक छ रोस्टर जेसिक यो चाउरे भ्लग यो हाम्रो लच्चु भाइ हाम्रो यहाँ चिउडा भाइ छ अनि यहाँ हाम्रो भ्लगर यहाँ छ भ्लगर भ्लगर यहाँ छ अनि यहाँ चाहिँ अर्को भ्लगर त्यहाँ थोप्रा त्यहाँ भ्लगरको यहाँ चाहिँ भ्लगहरू चाहिँ इनफ के भ्लगरहरूको मात्रा एकदम धेरै छ सब केटाहरू भ्लगर म चाहिँ यहाँ देखाउ न यो पनि भ्लगर यो चाहिँ सरी यो चाहिँ भ्लगर भन्दा पनि टिकटकर अनि फुटबलर टिकटकर त्यहाँ अगाडि माछा केटाहरू पनि यहाँ अँध्यारोमा केही पनि देख्दैन यो को यो दिलीप लौडे हो यो चाहिँ होइन यो त सुनिल मुठमारे अनि यहाँ चाहिँ भाइ यहाँ हेर यहाँ छ यहाँ होइन यहाँ छ मासु चिउरा यो जेसिक मुठमारे ल बाबालाई अहिले चाहिँ म एकछिनमा देखाउँछु अब एकैचोटि फाइनली वी आर इन आवर लोकेसन है त हामी हाम्रो लोकेसनमा आइपुगिसक्यौँ केटाहरू यहाँ पुरै चिल छ यहाँ ल्याऊ म देखाउँछु मेरो थोप्रा देखाउनु कि केटाहरू यहाँ पुरै चिल ल म बस्दिनँ यहाँ म चाहिँ जान्छु वहीँ ल हाम्रो चाहिँ यो
हाम्रो चाहिँ डेस्टिनेसन यही नै हो पुलो हेर्न सक्नुहुन्छ माछा आइरहेको छ माछा पनि आइरहेको छ यो पालो चाहिँ माछा छ है माछा चाहिँ आइरहेको छ कन्टकोसँगले रामचल थोडा हाम्रो केटाहरू ल लच्चु भाइ ल यो कोरियन गयो त हाम्रो बाल्टिन पनि आएको छ है फेरि बाल्टिन झुलसुल आयो पुरै आएको छ मेरो बाल्टिनको नाम छ हैन खोइ बाज ल के भन्दै हेलो गाइस बाजरेको रोएर लाइक कमेन्ट सब्स्क्राइब गर्नु मेरो फेसबुकको नाम चाहिँ राम नगर हो हैन मेरो साथीको नाम हो थाहा छैन मेरो साथीको नाम चाहिँ मेरो सुदीप माइनस हैन त अलिकति सुदीप मुठ मारे अनि यो यहाँ सुन्न निकेश लौडे ए बेन लौडे भन्नु मिलेन काइरी आफै भेट्न सक्नुहुन्छ सानो समाचार नम्बर छ हराइदे त सानो अघि जस्तो नम्बर दे त सबैजनाले सब्स्क्राइब गरिदिनु होला धेरै भन्दा धेरै माया गरिदिनु होला यसको युट्युब च्यानलको नाम यसको युट्युबको च्यानलको नाम हो यार यसको युट्युब च्यानलको नाम काइरी मुठ मारे काइरी मुठ मारे मुटमा हैन काइरी ए ल ठिक छ चिल ल यो चाहिँ मेरो यो पावर ब्याङ्क होल्डर यो चाहिँ हामीले के अरे ऊ चार्ज गरेको कि टर्च चार्ज गरेको टर्चमा थोप्पो चार्ज थिएन त्यही भएर चाहिँ टर्च चार्ज गरिदिनेको यही हो हाम्रो चाहिँ डेस्टिनेसन चाहिँ हाम्रो यही हो ए हिरो बवाल देखिरहेको छ है ठ्याक्क हामी चाहिँ यहाँ चाहिँ फेरि के हो भनेर चाहिँ भन्न सकिन्न है कसैले पनि फेरि गाह्रो छ के पर्दैन थप नबोल फेरि म के भन्दै यो चाहिँ हाम्रो सम्झे है अलिक राम्रो भिडियो बजार बबाल माछा मार्न आइसक्यो हामीले एउटा हाम्रो यहाँ सिङ्गापुरे लाउरेलाई ब्लगमा देखेनको यहाँ मलाई यहाँ हामीले यहाँ सिङ्गापुरे लाउरे आइसक्यो ओ यो त बिहारको नीतिश मुठ मार्यो त ल अनि दिलीप लाउडे देखिरहेको छ नमस्ते दर्शकबिन हामी चाहिँ हामी यहाँ माछा मार्न आइसक्यो होइन छुट्टीमा आएको सम्झि निर्वाचनको म चाहिँ 4 दिनको छुट्टी 4 दिनको छुट्टीमा आएको थिएँ होइन यसको गुरुको नाम कमान्डो गुरुले यसो पठाएको माछा कमान्डो गुरुले यसलाई पठाएको रहेछ होइन म यो भिडियो सेयर गर्छु यसो हेरिदिनुहोस् लाइक कमेन्ट त्यो नभएर सिधै सक्नु त फेरि होइन सकेको होइन लाइक कमेन्ट सब्सक्राइब हो त्यो हो कि होइन त्यो पनि गरिदिनु लाइक सब्स्क्राइब गरिदिनु होला ल मेरो अहिले भाइलाई चाहिँ एकदम माया गरिदिनु कमान्डो गुरु एकदम चेलाहरूलाई चाहिँ एकदम स्योर गरेर लाउनुहोस् एकदम 100 जना केटाहरूलाई अब चाहिँ हाम्रो यहाँ दाजु कुलबाई दाजु गइसकेको छ माछा मार्नलाई अब झुल थाप्ने हो अब एकछिनमा एकछिन रुक्नु न दाजु यहाँ देखाइदिनु नि त्यहाँ उहाँ दाजु यो कुलबाई दाजु पसिसक्नु भयो यहाँ अर्को चड्डी म्यान ओ बडी दिएर पुरै यसको ओ यो अर्को यसको त फेरि कोरियन छ है फेरि ह्यान्डसम छ कसैलाई चाह्यो भने भन है सबैले कमेन्टमा यहाँ हाम्रो जेठा कागु चाहिँ वो तँ हमसे प्यार करती कि नहीं अब चाहिँ म छेउमा यहीँ त नि म कहिले जानु जा त बत्ती नगर ओ बाबू दागे दे बाबू तू हमसे प्यार करती है कि नहीं जल्दी से बोलो ओनर कागज यहाँ पट्टी वाली हुनुहुन्छ है सकेको छ केटाहरूले उठाइदिइसकेको छ ल क्यामेरालाई हेर्न सक्नुहुन्छ हामी चाहिँ अलि उता जाने विचारमा छौँ माछा नै छैन रहेछ क्यामेरा अगाडि जाउँ मलाई उता छ घाँसमा छ माछा ओ माथि त घाँसमा छ कि माछा ओ बाल्टिङ गयो बाल्टिङ ओइ यो लुगाहरू के गर्ने लटकुन उयो समात उयो लटकुन समात उयो गयो यही माथि हेर्न लटकुन यो समात मैले एउटा माछा समातिसकेको छु दिस इज बागमती माछा मैले समातेको चाहिँ भर्खरै लोकल बागमती माछा है त बवाल छ है बवाल केटाहरू यहाँ थापिनै रहेछ ओ बाहिर निकालो ल बाहिर निकाल बरु उता अगाडि माछा त हुन्थ्यो क्या यो कसको मोबाइल हो यो चाहिँ यो मैले लिएर आइदिएको त्यहाँ कसको हो भेटेको होइन
समाति उल्लु भाग्यो माथि छैन समात बागमती माछा आयो बागमती माछा रुक्नु यता छेउमा हेर्दै हिँड्नु झुल त यस्तो त झुल्टा ननिकाले झुल्टानु होइन त्यही गरेको के अनिले यस्तो नि तर्ने हो के अनिले त्यही गरेको के यो फेरि त्यसै तर्सेछ भिडियो माछा मारे डोलमा ल बाबाले हाम्रो चाहिँ डोलमा माछा होइन दाइ कतिको छ माछा ठिक छ नि सिधा खना भागै के लाउला नि के आउँदैन ओ पानी त आम्मामा कति हालेर भाइ माछा कम पानी धेरै हो के माछा आज ओ टन्नै छु डोल हुँदै जाउँ त्यो यतै बिचतिर बसेछ सर्प कि माथि त कटेकै छैन त्यो बामने सर्प हो हिलो बना यार ओ यहाँ साथी राम्रो सदस्य हो यहाँ त्यहाँ भने त फाइनली बाम भेटिसकेको छु बाम माछा है यता कता बाम माछा चाहिँ खासै खाँदैन कहाँ पुऱ्याइदियो के हो है यो चप्पल पक्डी मेरो यो पक्डी त खै साँप हो कि बाम हो ठोक्छ बेसला साप पनि मर्नु भन्दा रिङडा लाग्यो साप देखेर नि के अरे साप पनि रिङटा लगाएर मर्यो यार अघिको त्यहाँ पुग्यो हो क्या त्यतितिर पुग्यो अघिको नि यिनीहरू जोडिरहेछ के अरे ल माछा कति देर त छैन बाल्टिन सफा गरे राम्ररी मजाले बाल्टिन सफा पानी हाल्न दिगन पनि गयो आइज गयो पानी हाल्दै आइज त ठुलो भयो आइज र माथि रात माथि माथि उहाँ हो सम्झियो माथि हाल्नु दाइ त्यहाँ फोन लाग्यो यस्तो फेरि यस्तो सफा माछा छ होइन यहाँ सम्झियो यस्तो सफा माछा छ होइन
पानी उयोको उयो हुन्छ नि। सबैको हात छ त्यही त सबैको हात छ यतिरै हाल न सफा गरेको नगरेको फेरि एउटै हुन्छ मैले चाहिँ हात फोटो लाग्यो है साला भोइस ओभर गरेर राख्दैछु यो साला यो मान्छेले बोर बोलेको यो मान्छेले मुख छाडेको अर्को आयो म्याच हेडशॉट लाइक कमेंट शेयर किया ना उसके ल फाइनली हामी चाहिँ घर जाँदैछौँ है एकदम अन्धकार छ अहिले चाहिँ रातिको 2 बजिरहेको छ है अब गएर ल्याम्मै सुत्दिनु पर्ने हुन्छ माछा पनि सोचे जस्तो पाएन है सोचे जस्तो पाएन एकदम आउने बेला चाहिँ लोथ पाइन्छ होला जस्तो लागेको थियो तर माछा चाहिँ सोचे जस्तो पाएन कि हल्ला नगर्न यिनीहरू बेसी हल्लै गर्ने कि चकचक बेसी हल्ला बेसी यिनीहरू त अब चाहिँ अब बत्ती पनि छैन जिल्ली गरिरहेको छ चुन्डोला मुल्ला यहाँ आउने आचुन्डो मुल्ला कसम से भिडियो बनाउनु त वातावरणै छैन के म्याम हाम्रो काइरहेको ल अब चाहिँ भिडियो आजको लागि यति नै यहाँ चाहिँ हामीले खासै माछा भेटेनौँ अब चाहिँ हामी भोलि फेरि अर्को लोकेसनमा जान्छौँ है भोलि चाहिँ हामी अर्को लोकेसनमा जान्छौँ भोलि चाहिँ हामी राति जाँदैनौँ बिहानै निक्लिन्छौँ हामी अर्को लोकेसनतर्फ त्यहाँ चाहिँ एकदम धेरै माछा पाइन्छ होला भन्ने आश गरेर हामी जान्छौँ है ल टगसँगले त्यही नै हो सबैजनालाई बाई बाई गुड नाइट ल धन्यवाद यतिसम्म हेर्नु भएकोमा गुड नाइट गुड नाइट गुड नाइट